मैले यो भिडियो सुट गर्नुभन्दा अगाडि सुरेश रजक एभेन्यूज टिभीको क्यामेराम्यानको वाइफको पीडा देखे। इट वाज टु पेनफुल टु वाच। लाइफ इज सो अनसर्टेन। कहाँनिर गएर के हुन्छ हामी कसैलाई पनि थाहा छैन। यो काठमार अनि झैझगडा केको लागि? वाइ डोन्ट वी अल स्प्रेड लभ अराउन्ड? रेस्ट इन पिस सुरेश रजक। एन्ड आई पर्सनली वुड लभ टु थ्याङ्क इच एन्ड एभ्री वान अफ यु जसले मेरो भिडियोलाई लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर यहाँसम्म पुर्याउनु भएको छ। मेरो भिडियो चाँडै 1K पुग्दैछ, जसको लागि मैले 1 इयरसम्म मेहनत गरेको छु। कसैले थोरै मेहनत गर्दा पनि धेरै पाउँछन्, कसैले धेरै गर्दा पनि थोरै। त्यसैले त भाग्यमा विश्वास लाग्छ। अब लागौ जान्न कर्मले कस्तो कर्म लेख्छ। सबैभन्दा ठुलो कुरा त तपाईले दिने आशीर्वाद पो हो त मेरो लागि। यदि दाइ भनेको तपाईँ जस्तो हुन्छ भने मेरो कुनै पनि जुनीमा दाइ नहुन्छ। As we all know, Pitambar and Karma is going to clash on Chaitra 29. Pitambar multi-starrer film भएको हुनाले स्टोरी एन्ड एक्सन वाइज एकदमै पावरफुल छ। त्यसैले त बक्स अफिसमा सुरक्षित छ। तर कर्मा भने कम्तीको चाहिँ होइन। मेरो देशको सिस्टम मेरो लागि होइन, हामी जस्तो सर्वसाधारणको लागि यो समाज होइन। वेल सेड। पक्कै पनि देशको माहौल दिन प्रतिदिन बिग्रदैछ। अब लागो बुझ्न कर्माको माहौल। कतै यी 5 कारणले कर्मा फिल्म हेर्ने कि? The very first reason to watch Karma is writer and director Saurabh Chaudhary. अगस्त्य फिल्मको क्लाइम्याक्सको लास्ट 30 मिनट्समा आउने टर्न एन्ड ट्विस्ट, सस्पेन्स एन्ड थ्रिलले मेरो दिमाग हल्लाको अझै बिर्सेको छैन। कर्माको ट्रेलर हेर्दा जुन लेभलको ग्रान्ड प्रेजेन्टेसन छ, पिताम्बरलाई कतै पतली गल्लीमा पुर्याउँछ कि आम्ने सामने टक्कर दिन्छ कि? सेकेन्ड रिजन चाहिँ विपिन कार्कीको ट्रान्सफर्मेसन। युजली विपिन कार्कीलाई हामीहरूले अभिनय गरेको देखेका छौँ, उनले एक्सन अनि काटमार गरेको कमै। मुभीको लागि वेट लस गर्नेदेखि लिएर एक्सन हिरोमा खरो उत्रने दह्रो कोसिस गरेका छन्। मुकुन्द भुसाल पनि कम्तीको चाहिँ होइन। उपासनाले भने मुकुन्द जसरी एक्सनमा उत्रेर होइन कि उत्कृष्ट अभिनय गरेर मन जित्ने कुरामा दुईमत छैन। अब लागौ तेस्रो कारणतर्फ। जुन तरिकाले ट्रेलरमा सस्पेन्स अनि थ्रिल देखाइएको छ नि, त्यसले गर्दा दर्शकलाई कौतूहलता, कथामा त्यस्तो के छ बुझ्नको लागि, कर्मामा त्यस्तो के छ खास जान्नको लागि। मुभी ब्रेथ अफ फ्रेस एयर भन्दा फरक नपर्ला। विपिन र उपासनाको मिलेको केमिस्ट्री, मुकुन्दको गुण्डारूपी राज। फोर्थ रिजन सिम्पल छ, तर एक्सन स्टन्ट भने बवाल नै। हेर्दाखेरि नै धमाकेदार होला जस्तो हलिउड मुभीको भाइब दिने वाह कस्तो। एक्सन हेर्दा लाग्दैछ पिटला फिल्मी बजार, लानेछ टर्न एन्ड ट्विस्ट कहानीको संसार। पहिलोचोटि विपिन कार्की एक्सन गर्दैछन् खुमखार। लास्ट बट नट द लिस्ट, आवर भेरी ओन सुशान्त केसी एज अ प्लेब्याक सिङ्गर। फर्स्ट टाइम उनले मुभीमा आवाज दिएका छन्। पागल पागल चाहिँ भन्दिन, मजा नै मजा आउनेछ जब उनको आवाज हलमा गुन्जनेछ। यसपछि के हो तिम्रो नाम सिङ्गर दुर्गेश थापा कर्मासँग जोडिँदै फेरि आउँदैछन् म्युजिक इन्डस्ट्री सल्काउँदै। गीत रिलिज भएको भने छैन, तर उपासनासँग सँगै आउने पक्कै। जाने होइन त हामीहरू कर्मा हेर्न, माइन्डलाई फ्रेस अनि अमेज्ड बनाएर फर्किन।